वाउ आनन्द परीक्षा हे एभ्रिवान वेलकम ब्याक टु द च्यानल। यतिखेर म चाहिँ बल्खु काठमाडौँमा छु अनि आज म यही बसमा कुलेखानी जाँदैछु। यो बस चाहिँ यहाँबाट 7:30 बजे हिँड्छ अरे। हामी चाहिँ अहिले 6:50 मा आइपुगेका छौँ यहाँ। यो चाहिँ बल्खुबाट आउँदाखेरि 500 मिटर जति भित्र पर्छ अनि यता भयो चोबार जाने बाटो, अहिले हामी कुलेखानी जाने बाटो भइगयो। यता भयो बल्खु। 40-45 मिनटको पर्खाइपछि बल्ल बस हिँड्यो। अहिले अफ सिजन भएर हो कि के हो, बस खाली खाली नै थियो। बल्खुबाट कुलेखानी जाने यो एउटा एकमात्र बस हो। यो हरेक दिन बिहान बल्खुबाट 7 देखि 7:30 को बिचमा छुट्ने गर्छ। 7:30 बजे भनेको गाडी 7:45 बाट हिँड्यो बल्खुबाट। अब हेरौँ वहाँ पुग्दा कति बज्छ, म तपाईहरुलाई सबै अपडेट दिँदै जानेछु। अहिले चाहिँ हामी यहाँ हुमाने भन्ने ठाउँमा आएको छौँ। एउटा यहाँ सानो खाजा पसल छ, चिया पसल छ। यहाँ चिया नास्ता गर्न रोकेको छ। अहिले 8:55 भयो। हामी 7:45 मा हिँडेको, त्यही 1 घन्टाभित्रमा हुमाने आइपुग्यौँ। अब लाग्छ होला अर्को 1.5-2 घन्टा सायद। कति भयो हाम्रो? 90। यो हुमाने भन्ने ठाउँसम्म चाहिँ बाटो एकदम राम्रो रहेछ। हेर्नु न, पिचहरू छ मजाले। यहाँ दक्षिणकालीदेखि यहाँसम्म नै पिच छ। अब हेरौँ उता के छ अगाडि बाटो, किनभने मैले त राम्रो सुनेको छुइनँ, राम्रो बाटो छैन भन्ने सुनेको छु। Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. धन्यवाद। भोलि कतिखेर आउँछ? 1:30 बजे है। यही गाडीमा जान्छौँ हामी। हामी बसबाट ओर्लेपछि सिधै होटलमा चेक इन गऱ्यौँ। बाटो अफरोड भएकाले धुलै धुलो भएका थियौँ। भन्ज्याङदेखि कुलेखानीसम्म बाटो सबै अफरोड रहेछ। त्यस पछाडि हामी नुहाइधुवाइ गरेर फ्रेस भयौँ। एकछिन थकाइ पनि मार्यौँ। त्यतिन्जेलसम्म निकै भोक लागिसकेको थियो। त्यसपछि हामी सिधै खाना खान गयौँ। त्यहाँको खाना भने एकदम मिठो थियो। अब चाहिँ हामी रेडी भएर खाना खाएर नुहाइधुवाइ गरेर लुगा फेरेर अब घुम्नका लागि निस्किँदैछौँ। यो चाहिँ कति भने 3500 को कपल प्याकेज हो, जसमा चाहिँ 1 टाइम नन भेज डिनर अनि त्यसपछि वेलकम ड्रिङ्क। भ्यू सबसे राम्रो छ यहाँबाट। ड्याम देखाइरहेको छु अनि यो ड्यामको छेउछेउमै यो चाहिँ यसरी बारेको रहेछ फलामले। माथि सल्लोको रुख यहाँ छेउमा, तल ड्याम, पानी निलो। यहाँ यस्तो ओए छ हिँड्नको लागि ट्रेल। त्यहाँ झोलुङ्गे पुल छ, यहाँ देख्न सक्नुहुन्छ। हावा चल्यो सिरिरी आतै जिरिरी बब्बाल बब्बाल। हामी यो बिचको पुलको बिचमा छौँ। म पनि देखिउँ न, लगाएर मेरो कपाल त बाबा। पुलको बिचमा छौँ। कस्तो दामी देखिने क्या। अब यो क्यामेरामा चाहिँ त्यो राम्रोसँग आएको छ कि छैन होइन, क्यामेराले त्यो भाइब्स ग्राब गर्न सकेको छ कि छैन, तर बबालै छ है, बबालै छ। वाउ, सच्ची मलाई कस्तो आनन्द फिल भएको छ। कस्तै थाहा पाएको के गरेको भाइहरू? ढोगेको
लाइनै बसेर पासौँ भनेर परीक्षा चलिरहेको छैन पैसा चलिरहेको पैसा कि परीक्षा कहाँ पैसा एक्जाम पैसा भनेको पैसा भन्छ फुच्चेहरु सुन्यो फुच्चेहरुको दिमागै छैन अरे फुच्चेहरुले ल नि यहाँ आएपछि हावा चल्छ क्या मलाई अचम्म लागेर आयो यो मैले कमन साइन्स नबुझे हो कि फिजिक्स हो कि साइन्स के भन्ने नबुझे हो कि के हो यो हामी बसेको होटलबाट चाहिँ अब भेडाफार्म जानु पर्दाखेरि चाहिँ 10 मिनेट लाग्दो रहेछ यहाँबाट सिधै यो बाटो यता नगइकन यता उकालो चढ्नुपर्छ यहाँबाट सिधा 10 मिनेट गएपछि भेडाफार्म आउँछ भन्नुभएको छ त्यहाँ होटलको दाइले हेरौँ कतिको पुगिँदो रहेछ बेलुकाको 5 बजिसकेको छ खत्रै सनसेट भयो अलिकति माथि आउने बित्तिकै अलिकति ढिलो गरियो क्या हामीले अब यो रुख हेरौँ आइट अब मलाई हेरौँ जाउँ जति जति माथि जाँदै गयो त्यति त्यति दृश्य उति मनमोहक हुँदै जान्छ सजिलो ठाउँमा राम्रो कुरा पाइँदैन क्या साथी त्यसको लागि मेहनत गर्नुपर्छ अलिकति कष्ट गर्नुपर्छ अब यहाँ कतिको क्यामेराले मेरो कैद गर्न सक्छ दृश्य यति मनमोहक छ कि कसैले छि भन्न सक्दैन जाउँ अब यस्तो उकालो छ हेर्नुहोस् साथीहरू ठाडो उकालो छ नाकको डाँडै ठोकिने उकालो मेरो फेरि ठोकिन सक्छ बिस्तारै बरु मलाई साथ लगाए साथी डुल्ट्यो भने त फेरि नराम्रोसँग घुल्टिन्छौ नि तपाईहरु भेडाफार्म त आउनु भएको थियो होला तर यसरी यस्तो हाइकिङका साथ आनन्दले आउनु भएको थिएन अब झन्नै झन्नै हामी भेडाफार्म भन्ने कि अब भेडी चौर भन्ने कि पहिला भेडा चराउने क्षेत्र हो रे यो अहिले चाहिँ बाख्रा फार्म भन्छन् सायद यसलाई बाख्रा फार्म आइपुग्यो अहिले चाहिँ पुरै खैरो छ यो कस्तो रमाइलो छ ल हेर त ल हेर्नुस् त यहाँ आहा कस्तो रमाइलो क्या छिटो आऊ यता अब गर्ने चाहिँ के यता छौ क्यामेरा स्लो होइन के यो यस्तो पागल गर्दिनँ म बाइ भेडा फार्म सी यु नेक्स्ट इयर हैन हो यो वर्ष त को आउँछ त मिलेर आइरहनु हुन्थ्यो नि हप्ते आउनु हुन्थ्यो नि टाढासम्म मिल्दैन र पो टाढा भए पनि मिल्थ्यो यो अप्ठ्यारो चाहिँ छ बाख्रा फार्म पुगेर आउँदासम्म निकै अँध्यारो भइसकेको थियो एक्सट्रिम उकालो ओह्रालो दिनभरिको घुमघाम अनि बसको यात्राले गर्दा हामी निकै थकित थियौँ बेलुका हामी माछा भात खाएर सुत्यौँ कतिखेर उज्यालो भयो पत्तै भएन आज यो दोस्रो दिन हो कुलेखानीको बिहानै उठेर यहाँ ड्याम भिजिट गर्न आएका छौँ यसो सुनसानमा मान्छे नभएको बेलामा अनि अब हामी यो डाँडाको टपमा पुग्ने जमर्को गरेका छौँ यो ठाउँमा हामी हिजो पनि आएको तर हिजो आउँदाखेरिको छुट्टै महसुस यतिखेर बिहान आउँदाको छुट्टै महसुस हुँदो रहेछ बबाल 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 मनमोहक तर यो सायदै कसैले एक्सप्लोर गरेको होला यो ठाउँ चाहिँ साँच्चै नै राम्रो छ ठाउँ मैले कुनै पनि भिडियोमा देखेको थिइनँ यो ठाउँ जति जति माथि गयो उति रमाइलो
उति मजाको ठाउँ छ यो। तपाईहरु पनि आउन सक्नुहुन्छ। यहाँ आएको बेलामा ठ्याक्कै पारिपट्टि छ झोलुङ्गे पुल तरेर आउनुपर्छ। अनि टावर जाने खुड्किला कता हो, सिँढी कता हो भनेर सोध्नुभयो भने यहाँ भेटेको स्थानीय बासिन्दाहरूलाई उहाँहरूले देखाइदिनुहुन्छ तपाईहरुलाई। आउन सक्नुहुन्छ। अर्कै भाइब छ यहाँ उचाइ बढ्दै गएपछि। म त कालो मान्छे झन् कालो आएँ यार पछाडि घाम भएर। तर केही छैन, दृश्य अद्भुत छ, अद्भुत बवालै छ क्या। जति तारिफ गरे पनि कमै हुने गरी। अब यो हेर्नुहोस् अगाडिको यति ठाडो सिँढी छैन यहाँ चाहिँ। यो चाहिँ हामी त्यहाँ अगाडि यहाँ रेस्टिङ पोइन्ट जस्तो रहेछ, जस्ता मुनि गएर बस्छौँ। पानी लिएर आउनुपर्ने रहेछ, हाम्रो बुद्धि पुगेन। ल हेर्नुहोस् साथीहरू कति उकालो छ भन्ने त यहाँबाट पनि प्रष्ट हुन्छ। वहाँ लेक छ तल पुरापुर देखिन्छ। अनि यहाँनिर चाहिँ लास्टै ठाडो उकालो रहेछ, तर सिँढी भएको कारणले सजिलो छ। अन्त पुरै देखिन्छ। महत्त्वपूर्ण कुरा के भने यदि तपाईँहरू कुलेखानी आउँदै हुनुहुन्छ, तपाईँहरूलाई अलिकति नेचरको पनि आनन्द लिन मन लाग्छ, प्रकृतिसँग रमाउन मन लाग्छ, शान्तमा बस्न मन लाग्छ, अलिकति डाँडा पाखाहरू हेर्न मन लाग्छ भने चाहिँ यो कुलेखानी ड्यामको झोलुङ्गे पुलबाट पारी तरेर यो सिँढी मैले चढिरहेको सिँढी चढेर माथि टुप्पामा पुग्नु होला। यति रमाइलो लागेको छ कि, यति आनन्द भएको छ कि मैले तपाईँहरूलाई महसुस गराउन सक्दिनँ। त्यसको लागि तपाईँहरू आफै आएर महसुस गर्नुपर्ने हुन्छ। हामी टपमा चाहिँ आइपुगेनौँ, तर टपको नजिक चाहिँ आइपुग्यौँ। किनभने हामीले बिहान अनप्लान नै यो गरे हो क्या। जस्तो हामीले त्यहाँ आफ्नो होटलबाट देख्यौँ अनि त्यस पछाडि यो ठाउँ जाउँ न भनेर हामी प्लान बिना नै हिँड्यौँ। अनि त्यसो गर्दाखेरि चाहिँ हामीले पानी नै नबोकिकन आएछौँ अनि हामी धेरै नजिक आइसक्यो। हामी झन्डै 70% जति चढिसक्यो, तर 30% बाँकी छ अझै माथि। अब चाहिँ हामी फर्केर गएर होटलमा गएर पानी सानी खाएर आफूलाई हाइड्रेट गराएर अनि हामीले ब्रेकफास्ट पनि गरेका छैन। ब्रेकफास्ट गरेर अब बोटिङहरू यताउति गर्छौँ। अनि त्यस पछाडि चाहिँ हामी घर फर्किन्छौँ। दुईजनाको काठको टुङ्गा है। हामी यो पटक मोहिनी झर्ना जान सकेनौँ। बिहान हामी टावर भएको डाँडा हाइक गर्न गयौँ। त्यसपछि आएर मोहिनी झर्ना जान खोज्दाखेरि हाम्रो काठमाडौँ फर्किने बस छुट्ने भयो, हामीलाई समय पुगेन। त्यसपछि हामीले यो काठको ढुङ्गाबाट कुलेखानी ड्यामको सैर गऱ्यौँ। अब अर्को पल्ट म मोहिनी झर्ना मात्रै एक्सप्लोर गर्ने गरी आउनेछु। यो पटकलाई त्यस्तै भयो। आजको लागि हाम्रो कुलेखानीको घुमाइ सकिएको छ। हिजो हामी 12 बज्दा आइपुगेको थियौँ। अहिले चाहिँ 12:30 हुन लाग्दैछ। अब गाडी 1:30 बजे आउँछ अरे बस उता काठमाडौँ जानको लागि। अनि समग्रमा भन्दाखेरि एकदम रमाइलो भयो कुलेखानीको घुमाइ हैन। तपाईहरुले भिडियोमा पनि देख्न सकिहाल्नुभयो। 6 देखि 7 हजार दुईजनाको खर्च आयो हाम्रो हिजो 12 बजेदेखि र अहिले 12 बजेसम्ममा। अनि त्यसमा चाहिँ अब मैले तपाईहरुलाई यो के रे कुन कुराको लागि कति कस्ट लाग्यो भनेर अगाडि पनि मैले त्यहाँ टेक्स्टमा मेन्सन गर्दिएको छँदैछु। आजको हाम्रो घुमघाम यही सकिन्छ। तपाईहरु पनि म सँगसँगै घुम्नु भयो होला भन्ने आशा राखेको छु। अब अर्को कुनै नयाँ डेस्टिनेसनमा भेट्नेछौँ। त्यति दिनसम्मको लागि तपाईहरु पनि एकदमै स्वस्थ मस्त व्यस्त रहनु होला। थ्यांक यू सो मच। बाइ बाइ।
ल बाई बाई हामी चाहिँ निस्कन्छौँ हस् हेलो भाइ हेलो के छ